हेलो गाइज वेलकम ब्याक टु गिज्मो कुराको नयाँ भिडियोमा। आज चाहिँ म तपाईँहरूलाई Osmo Pocket 3 और Osmo Pocket 4 लाई चाहिँ म्याकबुकसँग कसरी कनेक्ट गर्ने र एज अ वेब क्याम कसरी युज गर्ने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि सुरुमा तपाईँहरूलाई चाहिन्छ टाइप सी केबल, जुन चाहिँ Osmo Pocketसँगै आएको छ भने राम्रो, नभए अरू पनि युज गर्दा भयो। अब कनेक्ट गरौँ। कनेक्ट गरिसकेपछि हजुरको स्क्रिनमा यसरी Osmoमा पपअप हुन्छ, यसमा हामी वेब क्याम थिच्छौँ। हामीले चाहिँ Osmo Pocket 3 को स्क्रिनमा वेब क्याम थिसकेपछि अब हामी सर्च बारमा जाउँ। सर्च बारमा गइसकेपछि यहाँनिर हामी टाइप गरौँ फोटो बुथ भनेर आइसकेपछि यसलाई ओपन गरौँ। ओपन गरिसकेपछि मेरो चाहिँ यहाँ कनेक्ट भइसकेको छ, देख्न सक्नुहुनेछ। अब यसलाई चाहिँ हामीले क्यामेराबाट फेस टाइम यसरी पनि सेलेक्ट गर्न मिल्यो। यो चाहिँ अहिले म्याकबुकमा भइरहेछ। अब यसैलाई हामी Osmo Pocket 3 मा पनि यसरी सेलेक्ट गरेर Osmo Pocket 3 युज गर्न सक्छौँ। यसरी चाहिँ तपाईहरुले एज अ वेब क्याम चाहिँ Osmo Pocket 3 लाई चाहिँ युज गर्न सक्नुहुन्छ। र अहिले चाहिँ यो 1080p विथ 30 रेजुलेसनमा चाहिँ यसलाई तपाईहरुले Osmo Pocket बाट पनि चेन्ज गर्न सक्नुहुन्छ, जुन हजुरले स्क्रिनमा देखिहाल्नुहुन्छ। सो यसरी चाहिँ तपाईहरुले आफ्नो Osmo Pocket 3 लाई चाहिँ म्याकबुकको वेब क्याम जसरी पनि युज गर्न सक्नुहुन्छ। सो थ्यांक यू सो मच फर वाचिङ गाइज। म तपाईहरुलाई अर्को भिडियोमा भेट्छु। बाइ बाइ।